ल साथीहरू, अब तपाईँहरूलाई म एउटा काठमाडौँमा बस्ने साथीहरूलाई चाहिँ अझ जुन हामी जङ्गल सफारी गर्न आउँछौँ होइन, जङ्गल सफारी गर्दाखेरि तपाईँको चितवनमा दुईवटा चाहिँ जङ्गल घुमाउँछ। एउटा जङ्गल भनेको मध्यवर्ती सामुदायिक वन हो भने अर्को चाहिँ कुचकुचे जङ्गल हो। कुचकुचे जङ्गलमा चाहिँ जुन जङ्गल सफारी गर्दाखेरि यसरी यो पोइन्टबाट तपाईँले देख्न सक्नुहुन्छ। अहिले यहाँ ठ्याक्कै जिप सफारीको लागि एउटा जिप यहाँ ट्याक्क लगाएर रोकिरहेको छ। यो चाहिँ पर्मिट लिएर जानुको लागि हो। अब यहाँबाट भित्रभित्र तपाईँको जिप सफारी कुचकुचे जङ्गलको चाहिँ सुरु हुन्छ र यो जङ्गलभित्र तपाईँले बाघ, भालु, मयूर, मृग अब के देख्न पाउनुहुन्छ सबै तपाईँलाई यहीँबाट देखाउने हो है। यो चाहिँ मेरो गाउँबाट जम्मा 2 किलोमिटर मात्रै टाढा मात्रै हो, यता जङ्गल साइड हो। र यो पोइन्ट यो जुन यो चौतारा यो जुन यो पार्क यो छ, यो चाहिँ रेस्ट गर्ने पोइन्ट हो, एउटा रेस्टिङ पोइन्ट हो है। यहाँबाट तपाईँले चाहिँ एउटा पर्मिट लिएर पनि जानुपर्ने हुन्छ। सो यही नै हो जङ्गल सफारी गर्ने। अब काठमाडौँमा बस्नुहुने साथीहरूलाई लाग्छ होला अब हामी त पुरै जङ्गल घुम्यौँ, हामी जङ्गल सफारी गऱ्यौँ भने अब यो चाहिँ हाम्रो चाहिँ यही पोइन्टबाट चाहिँ यो हाम्रो जुन गाउँकै पोइन्टबाट चाहिँ जङ्गल सफारी गर्ने हो।